हेलो हेलो सम्पूर्णमा लासो फ्याबोजी। यो सामाजिक सञ्जालमा अथवा अहिले यो आफ्नो देशमा बिग्रेको गतिविधि देखेर चाहिँ अब यो कुराहरू मैले विरोध गरेको हो। म कुनै धर्मलाई अब कुनै व्यक्तिलाई कुनै समुदायलाई विरोधी होइन। म विरोधी त नहुने खराब कुरा, नहुने सोच, नहुने विचारको, नहुने कामको विरोधी हो। त्यसकारणले अब मैले यो धर्म पनि अब किन विरोधी, उहाँहरूले अब धर्म लादिरहनु भएको छ नि त सम्पूर्णले। अब यहाँ अब मेन कुरो एक नम्बरमा अब हिन्दू र क्रिस्चियनले चाहिँ अब तसनसाई बनाइरहनु भएको छ। अरू चाहिँ अब सबै चुपचाप आफ्नै सिद्धान्तमा बसिरहनु भएको छ भने उहाँहरू नै हो चलखेल। एनजिओ आइएनजिओ भन्ने उहाँहरू नै हो। सबै कुरो चाहिँ अब तसनस बनाउने पनि योजना पनि यो देशलाई अब कालमा के कालमा हाल्ने उहाँहरू नै हो। के नीतिले भन्छ, कहिले के भन्छ, कहिले गुटबन्दी, कहिले गठबन्धन, कहिले भन्दा भन्दा खतम पार्ने चाहिँ उहाँहरूको नीति नै यही हो। त्यसो भएको हुनाले म चाहिँ के भन्छु भने अब विरोधी किनभने अब मेरो समुदायलाई लादेको धर्म चाहिँ मैले यो हामी यो होइन भनेको हो। अब मेरो समुदाय पनि त्यसमा लागिरहनु भएको छ। अब त्यसमा लागेको हुनाले अब मैले त्यसको गतिविधि चाहिँ मैले भन्नु पर्यो नि त। यसको गतिविधि यस्तो छ, यस्तो गतिविधि यस्तो छ भनेर भन्नु पर्यो, प्रस्ताउनु पर्यो। हो, प्रस्ताउनुको लागि मैले अब त्यो कुराहरू सबै मैले खोज अनुसन्धान गरेर बुझेर गरेको हो। विचार गर्दैमा यसको कसैले पनि मान्छेले भन्छ, अहिले पत्रकारजीहरू पनि के भन्नुहुन्छ, एकअर्काको चाहिँ कुरा गऱ्यो भने त विरोधी कुरा भयो। त्यो विरोधी कुरा होइन कि, त्यसलाई चाहिँ अब हामीले त्यस्तो त्यो ढङ्गले हेर्नु हुँदैन। हामीले जसको कुरा गरिरहेछ, जसको तारिफ गरिरहेछ अथवा जे गरे पनि उसले राम्रो कुरा राम्रै गर्नुपर्छ भन्नुपर्छ। राम्रो कुरा गरिरहेछ, राम्रो काम गरिरहेछ भने राम्रै भन्नुपर्छ। नराम्रो गरिरहेछ भने नराम्रै भन्नु हो। त्यस कारणले त्यसो भएको हुनाले यो नराम्रो गरेको हुनाले मैले अब हाम्रो समुदायभित्रमा अब त्यो कुरा भनिरहेको छु। समुदायले सम्झाउँदाखेरि चाहिँ अब नराम्रो हुन गयो होला, त्यसमा त्यो माफ मागे। तर माफ त उहाँहरूले माग्नुपर्छ, किनभने आफ्नो संस्कार संस्कृति त आफ्नो समुदायमा राख्नुपर्छ त। अर्कालाई दिएर अर्कालाई जबरजस्ती मान भनेर हुन्छ, हुँदैन नि त्यो। हो, गल्ती चाहिँ उहाँहरूको हो नि त। हो, ठुलो चाहिँ माफ चाहिँ उहाँहरूले माग्नुपर्छ। त्यसको भएको हुनाले आफ्नो आफ्नै समुदायमै राखेको सीमित राखेको छ भने त अब विरोधै हुने थिएन। हामीले त सम्मानै गर्थ्यौँ, मानै गर्थ्यौँ। हाम्रो त यो तामाङ समुदायमा त हाम्रो यो धर्म भनौँ, कर्म भनौँ, ज्ञान भनौँ, ध्यान भनौँ, संविधान भनौँ, इतिहास भनौँ, विधि भनौँ, शासन भनौँ, जे भयो भने प्रणाली भनौँ, यो जे भन्यो भने हाम्रो त्यहाँ काटमार झैझगडा छैन। हाम्रो त्यहाँ सिर्फ के छ त, ज्ञानको कुराहरू छ। ज्ञान जुत्नुपर्छ, कुराहरू गर्नुपर्छ, सही र चाहिँ तर्कहरू जुत्ने हो। हाम्रो तामाङ समुदायमा चाहिँ अब तामाङ इतिहासमा चाहिँ त्यो छ। त्यसो भएको हुनाले अब उहाँहरूको त्यो हिन्दुजममा अब क्रिस्चियनिजममा चाहिँ अब त्यस्तै छ। सबै कुरा लुटमार काटमारको मात्रै कुराहरू छन्। त्यसो भएको हुनाले अलग्गै हो। त्यसो कारणले मेरो तामाङ समुदाय लाग्यो हुनाले मैले यसो भनेको हो। अन्यथा नसोच्नु होला। त्यही भन्न चाहन्छु। सम्पूर्णको जय होस्। मेरो भए होस् नभए नहोस्। ल, म त्यही भन्न चाहन्छु। म कुनै मान्छे पनि विरोधी होइन, तर म खराब चिजको चाहिँ मेरो बाउ आमा दिदी बहिनी दाजुभाइ इष्टमित्र कोही पनि चिन्दिनँ भन्नाले मैले के उसँग गएर कुस्ती खेल्ने पनि होइन, तर विचारको कुस्ती खेलिरहेको छु। ऊ यस्तो छ, उसको सपोर्ट म गर्दा पनि गर्दिनँ, मेरो सपोर्ट पनि उसलाई दिँदिनँ भन्ने मेरो एउटा तर्क हो। हुन त मैले त अब के चाहिँ सपोर्ट गर्न सकेको छ र। अब तैपनि समयमा चाहिँ अब यस्तो नियमहरू सोचहरू बनाइराख्यो भने सबैभन्दा खाँबो नै त्यही हुनेछ। त्यस कारणले त्यतिखेर हुन्छ सबै सपोर्ट। त्यही भन्न चाहन्छु म चाहिँ मेरा सम्पूर्णलाई। हस् त, लसो फ्याबुल्जी थुजेजे।